हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज मैले नेपालको युवाहरूको स्टोरी लिएर आएको छु। कृपया भिडियो अन्तिमसम्म हेरिदिनुहोला। आजको समयमा नेपालका लाखौँ युवाहरू एउटा ठुलो दोधारमा छन्। नेपालमै बसेर सङ्घर्ष गर्ने वा विदेश गएर भविष्य बनाउने। कसैले भन्छ देशलाई युवाहरू चाहिन्छ, अर्कोतर्फ कसैले भन्छ युवालाई अवसर चाहिन्छ। विदेश पुगेका युवाहरू भन्छन् पैसा छ, सुविधा छ, तर मनमा एक्लोपन पनि छ। नेपालमा भएका धेरै युवाहरू भन्छन् परिवार छ, आफ्नोपन छ, तर अवसर र भविष्यको असुरक्षा पनि छ। आज मैले यस भिडियो मार्फत दुईजना साथीहरूको आफ्नो आफ्नो विचारहरू सुनाउन गइरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेरिदिनुहोला। विदेशमा भएको एकजना साथीले भन्छन्, साथी, विदेश पढ्न र अनुभव लिन राम्रो हो, तर सधैँका लागि बस्न होइन। म चाँडै नेपाल फर्किने सोचमा छु। यदि सबै प्रतिभाशाली युवाहरू विदेश गए भने देश कसले बनाउने? नेपालमा भएको साथीले भन्छन्, तिमी नेपाल नआऊ, म त विदेश जाने तयारी गर्दैछु। पढेका शिक्षित मानिसहरूले नै राम्रो जागिर पाउँदैनन् भने देश कसरी बन्ने? विदेशमा हुने साथीले भन्छन्, नेपाललाई अहिले मेहनती युवाहरूको आवश्यकता छ। नेपालमा भएको साथीले भन्छन्, युवाहरूलाई अवसर, सम्मान र आत्मसम्मान पनि चाहिन्छ। विदेशमा भएका साथीले भन्छन्, सामाजिक सञ्जालमा विदेशको जीवन आकर्षक देखिन्छ, तर वास्तविक जीवनमा त्यति सजिलो हुँदैन। नेपालमा भएको साथीले भन्छन्, तर कम्तीमा विदेशमा मेहनतको मूल्य त पाइन्छ। विदेशमा भएको साथीले भन्छन्, विदेशमा मानिसहरू मेसिन जस्तै दिनरात काम गर्छन्। घर वा गाडी किन्यो भने दशकौँसम्म ऋण तिर्नुपर्छ। नेपालमा भएको साथी, नेपालमा पनि मानिसहरू मेहनत त गर्छन्, तर प्रगति हुँदैन। कम्तीमा विदेशमा स्थिर आम्दानीले केही बनाउन सकिन्छ नि। विदेशमा भएको साथीले भन्छन्, विदेशमा दुवैजना काम गर्न जाँदाखेरि बच्चा हुर्काउन निकै गाह्रो हुन्छ। धेरै अभिभावकहरूसँग आफ्ना बच्चालाई दिने समयसम्म पनि हुँदैन। नेपालमा भएको साथी, तर बच्चाहरूले राम्रो शिक्षा र अवसर त पाउँछन् नि। नेपालमा पनि धेरै अभिभावक जीवनभर आर्थिक सङ्घर्षमै बाँचिरहेका हुन्छन्। विदेशमा हुने साथीले भन्छन्, विदेशले मानिसलाई मानसिक रूपमा एक्लो बनाउँछ। आफ्नो परिवार, संस्कृति, चाडपर्व र घर धेरै सम्झना आउँछ। नेपालमा भएको साथीले भन्छन्, एक्लोपन त नेपालमा पनि हुन्छ। कहिलेकाहीँ सुरक्षित भविष्यका लागि त्याग गर्नै पर्छ। विदेशमा हुने साथीले भन्छन्, यदि श्रीमान वा श्रीमती मध्ये कोही बिरामी भयो भने विदेशमा निकै कठिन हुन्छ। नेपालमा भएको साथीले भन्छन्, त्यो सही हो, तर विदेशको स्वास्थ्य सेवा र सुविधा धेरै राम्रो हुन्छ। विदेशमा भएका साथीले भन्छन्, नेपालमा कठिन समयमा परिवारको साथ पाइन्छ। समाज र संस्कृति धेरै महत्त्वपूर्ण छन्। नेपालमा भएको साथीले भन्छन्, तर नेपालकै समाजले धेरै अनावश्यक दबाब पनि दिन्छ। डाहा, तुलना, कुरा काट्ने, पुरानो सोच विचार र मानिसहरूको जीवनशैलीमा निरन्तर कमेन्ट गर्ने बानीले कहिलेकाहीँ टक्सिक हुन सक्छ रिलेसनसिप। यो स्टोरी उनीहरूको मात्र नभएर नेपालको लाखौँ युवाहरूको मनभित्रको स्टोरी हो। आज लाखौँ युवाहरू यी दुई सोचको बीचमा अल्झिरहेका छन्। देशमै बसेर देश बनाउने वा विदेश गएर भविष्य सुरक्षित गर्ने। तपाईँलाई के लाग्छ? तपाईँ नेपालमै बस्नुहुन्छ कि विदेशमै स्थायी रूपमा बस्न चाहनुहुन्छ? तपाईँको विचार कमेन्टमा लेख्नुहोला। थ्याङ्क्स फर वाचिङ। सी यू इन द नेक्स्ट भिडियो।